घरमै सजिलो तरिकाले बच्चाहरूको लागि स्न्याकर्स बनाउने तरिका यो चाहिँ एकदम यम्मी र टेस्टी हुन्छ। यो चाहिँ भेली हो अथवा सक्खर के भन्नुहुन्छ तपाईँहरूले, जुन चाहिँ हामीले भुजाको लड्डु बनाउँदा युज गर्छौँ नि सेम त्यही नै हो। थोरै पानी राखेर पगालेर यतिको बाक्लो भएपछि चाहिँ यो रेडी हुन्छ भन्ने बुझिन्छ। त्यस पछाडि चाहिँ यो मैले बदाम लिएको छु। बदामलाई चाहिँ मजाले पिसेर अनि त्यसको धुलो निकालेर यसरी चाहिँ यसमा गुडमा हालेको छु। यसरी मजाले मिक्स गरिसके पछाडि यो रेडी भएको छ। अलिकति घिउ लिएर मैले मजाले थाललाई चाहिँ यसरी लेप गरेको छु, किनकि यो चाहिँ नटासियोस् भन्नको लागि हो। अनि त्यो पकाएको लेपलाई चाहिँ यसरी मजाले खनाइदिने, तातो खनाउनुपर्छ, नभए यो सेलायो भनेदेखि चाहिँ ती नै टाँसिन्छ होइन। अनि चम्चाको सहायताले चाहिँ मजाले बिस्तारै बिस्तारै फैलाउँदै जाने, मजाले फैलाइसके पछाडि चाहिँ यतिको देखिएको छ। अनि एकदम यसलाई चाहिँ 2-3 घन्टा एकछिन रेस्ट गर्न दिनपर्छ। 2 घन्टा जति रेस्टमा छोडिदिएपछि मैले यसरी काट्न खोज्दाखेरि चाहिँ एकदमै यो दह्रो भएर गइसकेको थियो, किनकि एकदम जाडो छ, एकदमै छिटो जमिसकेको थियो। त्यही भएर तातो पानी तल राखेर चाहिँ मैले यसरी निकालेँ। एकदमै 5 मिनट छोडिदिएको थिएँ अनि मजालेसँग काटियो पनि र निक्लियो पनि। सबैलाई निकालेर मैले एउटै प्लेटमा राखिसकेको छु। एकदमै राम्रो भएको छ, क्रन्चीनेस भएको छ। कतिको क्रन्ची भएको छ भनेर मैले भिडियोमा पनि राखेको छु। यो ठुलो ठुलो भएकोहरूलाई पिस गरेर पनि तपाईँहरूले स्टोर गरेर राख्न सक्नुहुन्छ। सुन्नुभयो त, यसको क्रन्चीनेस यति राम्रोसँग क्रन्ची भएको छ। तपाईँहरूले यसरी बट्टामा स्टोर गरेर पनि राख्न सक्नुहुन्छ। थ्याङ्क यू मेरो भिडियो हेरिदिनु भएकोमा। तपाईँहरूलाई मन पर्यो भने अवश्य लाइक पनि गर्नुहोला। यस्तो बनेको छ चकलेट। This is too good.